हेलो साथीहरू नमस्ते वेलकम छ मेरो अर्को नयाँ भिडियोमा। मलाई चाहिँ अस्तिदेखि पिज्जा खान मन लागिरहेको थियो नि त नानीलाई र मलाई। अनि मेरो भाइले चाहिँ जाउँ भनेर लिएर गयो। हामी चाहिँ पिज्जा चाहिँ घरमै लिएर आयौँ। अनि त्यहाँ चाहिँ कोल्ड कफी अनि भाइले चाहिँ चाउमिन खायो। राम्रो ठाउँ थियो है, ठाउँ चाहिँ राम्रो थियो। भैरवाको यो पिज्जा हाउस समथिङ के थियो, खोइ के थियो बिर्सेँ। कस्तो राम्रो थियो क्या, फोटोहरू चाहिँ कस्तो दामी दामी आउने खालको ठाउँ रहेछ। अनि कोल्ड कफी खायौँ। मेरो भाइले चाहिँ चाउमिन खायो अनि मैले चाहिँ कोल्ड कफी मात्रै खाएँ। अनि यो पिज्जा चाहिँ प्याकिङ गर्नु लाएर ल्यायौँ। नभएको कोल्ड कफी 3 घन्टामा आइपुग्यो। स्ट्रो चाहिँ थिएन अरे, उहाँले चाहिँ स्ट्रो छैन भन्नुभयो क्या। छक्क पऱ्यो, यस्तो ठुलो होटलमा स्ट्रो छैन भन्नुभयो। त्यो पनि ठिकै छ, यसरी नै खाँदा मिठो हुन्छ, घरमा चिया खाए जस्तो भनेर हामीले चाहिँ खान थाल्यौँ। मिठो चाहिँ मिठो थियो। कप पनि खोइ कस्तो खालको कलरै त्यस्तो हो कि मलाई चाहिँ कस्तो त्यो कप देखेर पनि घिन लाग्यो। छेउछेउमा कस्तो कालो कालो टाँसिरहेको थियो नि, ठिकै छ भनेर खायौँ। मिठै थियो, कफी चाहिँ एकदम मिठो थियो, खाना चाहिँ मिठो थियो, मिठो लाग्यो। स्ट्रो बेगर खाइसक्यौँ। छैन ल भन्नुभयो। अब चाउमिन दिँदा चाहिँ चम्ची छैन ल भन्नुहुन्छ होला फेरि। मेरो भाइको चाहिँ चाउमिन आइसक्यो। भाइको चाउमिन खाँदैछ। मैले 1 चम्ची चाहिँ खानु पर्यो। नक्सु भनेपछि त राक्षस भइहाल्छ। मैले चाहिँ खाँदै थिएँ, खाँदै गीत बज्यो अनि मैले चाहिँ भोइस ओभर गर्दैछु। चाउमिन चाहिँ मिठै थियो, मिठो थियो चाउमिन चाहिँ। कोक कफी पनि मिठो थियो। अब कफी त कस्तो हुन्छ, जहिले चिया खाने मान्छेलाई मिठै त हुन्छ। म चाहिँ चियाको एकदमै भोगी छु, त्यही भएर होला मिठो थियो। चाउमिन पनि मिठो थियो। अनि घरमा चाहिँ हामीले पिज्जा घरमै लिएर आएको थियौँ। भाइ कमाउने हुँदाको चाहिँ फाइदा यही हो रहेछ साथीहरू। मलाई चाहिँ दुई ठाउँ दुईचोटि लिएर 2-3चोटि लिएर गएर मस्त खुवायो। जे भन त्यही कमाउने भएपछि चाहिँ दिदीलाई पनि एकदमै यो खुवाउने घुमाउने चाहिँ गर्दो रहेछन् भाइहरूले। मलाई चाहिँ एकदमै खुवाउने घुमाउने गरेर 2-3 दिन चाहिँ भक्कु खाएँ। मैले के कान्छेस खायो भने अनि मैले चाहिँ भक्कु खाएर आएँ। 2 खेप 3 खेप 2-3टामा चाहिँ लगेछ। म अझै अरू पनि भिडियोहरू अपलोड गर्नेछु, अर्को ब्लग पनि आउने छ। उसले चाहिँ मलाई 2 दिन 3 दिनसम्म खाजा खुवाउनु लगेको के खुवाउनु लागेको, यति धेरै खुवायो। ओहो पिज्जा नानीले तपाईँहरू के खाँदै हुनुहुन्छ भन्दै थिएँ। यहाँ आउनु त के खाँदै हुनुहुन्छ यो मेरो भाइले मलाई घरमै बिजोग पारेन। यहाँ हेलमेट नलाइकन आएको थियो बजारमा। अति गर्मी छ क्या भइरहेको चाहिँ, त्यही भएर चाहिँ ऊ चाहिँ हेलमेट नलाइ आएको थियो। अनि पुलिसले चाहिँ देखेर, त्यहाँ चोकमा ट्राफिकले देखेर कोही भाइ गाडी रोक भन्दै हुनुहुन्थ्यो। उसले चाहिँ यस्तो उडायो नि, म त कहाँ लगेर उयो गर्छ होला भनेर डर पनि लागिरहेको थियो। उडे आयौँ। पिज्जा लुइन भित्र चिसोमा बसेर खानुपर्छ। ढोका खोला के खायो अरे? चिसोमा बसेर खायो। खै एकछिन यो उयोले नि गिलास भन्छ देख्यौ केले काट्छ चक्कु होला नि। चिज पिज्जा अरे केही छैन त यो। यस्तै हुन्छ अगाडि के काटिदिएको हुन्छ त। अनि खोइ यसकोमा त काट्दैनछन्।
यस्तो यस्तो काटिदिएको हुन्छ क्या। खोइ अरूतिर त पिज्जा यसरी काटेर दिनुहुन्थ्यो जस्तो लागेछ। घरमा यसरी ल्याउँदाखेरि त काटेकै हुन्छ जस्तो लागेको थियो। खोइ अहिले त काट्ने पनि हालिदिनु भएको रहेछ। वहाँनिर खाँदा पनि स्टोर छैन भन्नुहुन्थ्यो। खोइ के खालको होटलमा लग्यो मलाई यो भाइले। अब यस्तो चक्कुले रेड्छु, यस्तो रेड्छु नि मैले। यो चाहिँ चिज पिज्जा हो। अनि मैले चाहिँ त्यो ससहरू हालेँ, सबै थोक के थियो त्यहाँ के थियो सबै हालिदिएँ। बिजोक भयो, बिजोक न ढङ्ग छ काट्ने। काटिन् ल नानी सुन गर न। अब यो पिज्जा कहिले बनाएको भए पो थाहा हुन्छ त नि। ए अब यो यसरी खाऊ पिज्जा खाऊ। हिजोदेखि पिज्जा पिज्जा भन्यो कि मेरो छोरीले। मिठो छ विकास तेरो खुट्टा हटा। यहाँ खाऊ न, योबाट खाऊ न। मिठो चेस गरौँ न त आमा छोरी। चेस फेरि एकखेप लु खाऊ। चेस नै हो त। लग्नु भयो। पुलिसले पक्रेर कहाँ थियो त पुलिस? बाटोमा किन जानु? खाऊ न खाऊ, मिठो छ। दिन्छु त म दिन्छु। खाउला अनि फेरि एकछिनमा खानु आधा पोकिन्छ कि नानी यता हेर भन न के भयो अरे? चम्क्यो मेरो मुख। के भएर चम्क्यो तिम्रो मुख चाहिँ? भाई मारो मुझे, मारो मुझे, मारो नहीं, ये मजाक हो रहा है। एक सेकंड यार, मजाक। मुख चम्केपछि त धेरै चाहिन्छ होला। अब खानु हुँदैन धेरै। हस् पिज्जा खाऊ। कोक खानु हुँदैन भनेको। कोक खायो भने आन्द्रामा घाउ हुन्छ। आन्द्रामा घाउ हुन्छ अरे। डाक्टर अङ्कलले भन्नुभएको। केही हुँदैन कि किस हुन्छ क्या? किस एलकेजी मात्रै। कोक खायो भने म म्यामलाई भनिदिन्छु नि भोलि स्कुलमा। म्याडमलाई भनिदिन्छु नि स्कुलमा। भनिदिनु केही हुँदैन भनिदिनु। भोलि पिटाइ खान्छु नि। लु अब भयो है, त्यति मात्रै है। म दिन्न नि। अब कोक खानु हुँदैन नि, आन्द्रामा घाउ हुन्छ अनि आया हुन्छ, ब्लड आउँछ। हस् तिमी र म नि हजुर भन्नु पर्दैन। तिमी र म नि अहिले बेलुकातिर नि मर्निङ इभिनिङ वक जानुपर्छ घुम्नलाई। हस् तिमी म घुम्दै पर जानुपर्छ। मलाई लादिन न आमा छोरीले। नलाने भने नलाने त बदमासी गर्छ। बदमासी हुनुहुन्छ मामा, नलाने नि। किन्न चाहिँ पनि माग्नुहुन्छ। अब कसरी उठाउनु? यो अब यत्रो टुक्रा टुक्री छ। विकास के बोलेको? अब यो टुक्रा टुक्री चाहिँ बढार्नुपर्छ। भेट्छ नि अब खाली खुट्टै हिँड्छ। कसले गरेको यो चकचक? कुन हो मेरो यो? खान्न म त अघि एउटा खाएको छु के। खानु तपाईँ त। के गर्नु पर्दैन, पिरो छ। आउन हेर त सबै नाना बदलाएको ओछ्यानमा पनि। तिमी त खालि ओछ्यानमा खान्छौ हो। तर मलाई कोक ल्याउनै मन लाग्दैन। म भोलिदेखि कहिले पनि कोक ल्याउँदिनँ।
भयो खाइसक्यो धेरै खायो हा भगवान थोरै खाउला एक गुड्की मात्रै तिमी यस्तो ब्याड हो तिमी यस्तो ब्याड थिनौ त नि तिमी त ज्ञानी छौ त नि तिमी कसरी ब्याड भयो अघि एउटा कप पनि फुटायो गिलास टुट्यो होइन त अघि गिलास फ्याल्यौ तिमीले फुटो कोक खानुहुँदैन भन्दा भन्दै अबदेखि कोक ल्याएछु भने त नि सक्यो बाबा लानु पर्यो नि त फुट्छ कसरी फुट्यो अघि एउटा फुटो अब धन्नै एउटा फुटेन अब म गर्नुपर्छ किन हेरेको मामुलाई तिमी मेरो छोरीले ओरियो बिस्कुटको क्रिम क्रिम खाएर चाहिँ अनि फेरि यस्तो टसाइदिएर यत्तिकै राखिदिन्छ नानी किन यस्तो गरेको छोरी क्रिम क्रिम खाएर हेर त किन बाफ्रे के हो यस्तो तिमीले ओरियो क्रिम क्रिम चाटेर यो बिस्कुट कसले खाने अब कसले खान्छ अब हेर त नास म चिया खान आँटेको छुइनँ अघि खाइसकेँ चिया राम 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 त्यो सबै खाऊ न सबै चबाएर खाऊ त्यहाँको फेरि त्यहाँ हालेर राख्दैन है कसले खान्छ विकास मामा त घर गइसक्नु भयो दमक गइसक्नु भयो मामा काकाले त्यस्तो त तिम्रो क्रिम क्रिम खाएर राखेको कसले खानुहुन्छ कसले पनि खानुहुन्न अरे ब्याड अरे अरे कपाल काटिदिन्छु नि मैले मेरो छोरीको म कपाल काटिदिउँ तिमी कपाल काट्ने कि पाल्ने छोरी पाल्ने काट न टक्लु बनाऊँ न किन किन भन त टक्लु बनाऊँ न भनेको किन हेर यो कसलाई दिदी रहेछ म हेर्छु आज ओरियो बिस्कुटको यो खाएर कसलाई दिदी रहेछ म हेर्छु